सुन अब सबैजना दशमीमा घरको पूजा लाग्छ होइन सबैजनालाई विजयादशमी तथा शुभ दीपावली पछि छ होइन त्यही पनि विजयादशमी 2082 सालको उत्तर प्रगतिको कामना सँगसँगै सुख शान्ति समृद्धि एवं उत्तर प्रगतिको कामना भन्न चाहन्छु होइन सबैजनालाई सबै स्वस्थ रहनु व्यस्त रहनु खुसी रहनु हाँसी रहनु उन्नति होस् प्रगति होस् है अनि तिमीलाई आशीर्वाद यही हो मेरो तर है अब तिमीहरू घर जाँदैछस् हो कि होइन घर जाँदैछस् बुढाफाट रिल्याक्स क्वेसन है अब घर जाँदैछस् होइन अब चाहिँ नि यो सबैको दसैँ होइन सबै कसैलाई दशा पनि लाग्छ होइन त्यो भएको भएर गाडीको यात्रा हो तिमीहरूको होइन अब पहिलो कुरा त गाडी के होला भनेको चाहिँ अहिले एकदमै धेरै कोचाकोच होला कि भिडभाड होला अब त्यसमा जाने बेला अब आफू कसरी जाने कसरी सुरक्षित हुने भन्ने होला यसमा चाहिँ झगडा पनि पर्न सक्छ मान्छेहरूको होइन सिटको कारण झगडा पर्न सक्छ वादविवादमा चाहिँ एकदमै जिरो हुने है बरु नमस्कार गरेर हुन्छ भने नमस्कार गर्ने त्यो लाग्ने तर मुख बजाएर हुन्छ भन्ने त्यो इन्टेन्सन कहिले पनि नराख्ने अनि कोही हुन्छन् यस्तो बेला तिमीहरूको अब छोटो 2-3 महिनाको चाहिँ अवधि छ तिमीहरू बिचमा जाने जाँडरसी खाने यताउता त्यो दादागिरी गर्ने कामै नगर्नु होइन गाडीमा नि हुनसक्छ अब कोही कसैले ए मेरो छिटो यताउता भन्नु चाहिँ अलिअलि ढकल पकड लाग्छ गर्ला कि हजुर यो बरु भनेर हात जोड्नु किनभने यो समय भनेको तिमीहरू त्यो झगडा गर्ने समय होइन कि त्यो दादागिरी गर्ने समय पनि होइन झगडा गर्ने समय होइन अरूलाई चाहिँ नराम्रो भन्ने समय पनि होइन यसमा सकिन्छ सबैलाई चाहिँ नमस्कार गरेर हुने अब हुँदै भएन अब लास्ट उपाय भन्ने त्यो अर्को विकल्पको कुरा हो तर आफूलाई चाहिँ 90%सम्म चाहिँ आफूले के गर्ने त होइन आफूलाई कन्ट्रोल गर्ने है अनि घरतिर गएर कति आज जाँदैछौँ आज कति गते हो 13 गते हो नि होइन 14 गते 15 गते 16 गते 17 गते 4 दिन तिम्रो के छ घरमा बस्दैछौ अब आज एक दिन जाने भयो 18 गते आउने भयो 18 गते साँझ 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना यो 7 जना 18 गते साँझ यहाँ आइपुग्नु पर्ने छ अनि उसको चाहिँ उसको दिदीको बिहेको कारणले गर्दाखेरि 19 गते आउने छ अनि ऊ चाहिँ 21 22 गते आउने भने त्यो 2 जना मान्छे गएको आएन ल त्यही भएर सबैले कुरा बुझ्यो है घर गएर चाहिँ घरमा पनि त्यो दसैँको ठिका होस् अब सकेसम्म सबै घरमा लगाउँदा राम्रो हुन्छ भन्दैन अब के हो थाहा छैन मलाई तर मैले अहिलेसम्म त्यो अर्का घर गरेर लगाएर टिको पनि छैन मतलब आफ्नो घर लगाएँ सकियो होइन त्यस्तो टाइपको छ मेरो होइन त्यही भएर त्यो सबै घर टिका लाउनु टिका लगाएर माथि सबै थोक हुने भएको भए सायद है त्यो 5 पुरुषसम्म टिका लगाइराख्ने मान्छे देख्छु क्या म सबैको प्रत्येक घर गएर टिका लगाइराख्ने त्यो मान्छेको धेरै प्रगति हुन्छ होला होइन हामीभन्दा अझै दुर्गति चाहिँ देख्छु म त्यही भएर त तिम्रो सबैभन्दा पहिलो यहाँ आएको यहाँ बस्न आएको यहाँ बस्न खान आएको र घरमा खान नपाएर आएको र होइन नि तिम्रो एउटा उद्देश्य पुरा गर्छु भनेर आएको यो तिमीहरूको दोस्रो हप्ताको मात्र इक्जाम भयो पहिलो हप्ता र दोस्रो हप्ताको दुईवटा इक्जाम भयो होइन पहिलो हप्ताको इक्जाममा म एकदमै धेरै जिरोमा थिएँ कि मेरो हौसला पनि थिएन मोरल पनि थिएन किनभने मैले जो अपेक्षा गरेको थिएँ एक्सिडेन्ट आउँछ होला होइन त्यो मान्छेले पनि एक्सिडेन्ट आएको थिएन होइन तर मैले यो दोस्रो हप्ताको इक्जामबाट म धेरै सेटिस्फाई छु है धेरै सेटिस्फाई छु किनभने अब तिमीहरूको अझै लामो त भर्ना खुलेकै छैन भर्खरै प्रहरी खुल्यो नेपाल प्रहरी त खुल्यो नि होइन सशस्त्र प्रहरीमा को फर्म लगाएको छ 1-2 जना लगाएको जस्तो लाग्छ मलाई होइन लगाएको छैन अब नेपाल आर्मी पनि अब यसको लास्ट जस्तो खुल्दैछ नभए सिलेबस अनुसार असोजमा खुल्ने हो भएन भने कार्तिकमा खुल्छ अब यसमा खुलिसकेपछि अब के गर्नु पऱ्यो भने चाहिँ अब तिम्रो त अझै टाइम छ होइन यो टाइम हुँदाखेरि तिमीले मजाले सक्सेस गर्ने कुरा म विश्वस्त छु र पढाइको हिसाबमा त्यो किताबहरू अझै पनि घर लिएर पढ्छु भने लिने नत्र त्यो व्यवस्था नलिने बरु म यहीँ भनिदिन्छु होइन अनि घर लिएर पनि त्यो किताबहरू त्यो जिकेहरू पढिन्छ भुगिन्छ अलिकति टाइम भयो होला पढिन्छ भनेर पढ्ने र तिमीलाई म 3 दिन छोड्न लाग्थेँ है खास कुरा दसैँको अघिल्लो दिन छोडेर दसैँ टिका लगाएर दसैँ भोलिपल्ट आउने भन्ने थियो तर यहाँ चाहिँ अलिकति मैले सोचेर यसरी 6 दिन भएको छ तर तिहारमा यति दिन नहुनसक्छ अहिले भनिदिइरहेको छु मैले तिहारमा एकदम थोरै दिन हुनसक्छ त्यो भैली सैली खेल्ने यताउता त्यो छोड्दै भयो भोलि जागिर खाइसकेपछि बरु गएर चाहिँ लाउरे बनेर भैली खेल्नु त्यो कुरा हो र अहिले गएर चाहिँ उही के भन्छ त्यो गाडी तान्ने त्यो पहिला जस्तो थियो त्यस्तो तान्ने नगर किनभने एउटा उद्देश्य पुरा गर्न आएको छ बुवा आमाको यो रुखमा पैसा फल्छ र रुखको पात जस्तै केही पैसा हुन्छ टिपेर लिएर जाने यहाँ दिने हो अनि म के भन्छु हेर यसले घरबाट आउने बेला पनि कसैलाई गाडी ढिलो गरिदियो केही गरिदियो भने राति 1 बजे 2 बजे बस्दाको पुऱ्याउँछ भने पनि बरु मलाई फोन गर म लिन आउँछु सक्छस् आफै आइज सक्दैनस् भने मलाई फोन गर म लिन आउँछु तर
17 गते भने 18 गते आउनु छ नि 18 गते रातिसम्म भए पनि आउनु पऱ्यो। तर त्यो मलाई स्पष्टीकरण चाहिन्छ कि राति आउने, किनभने यहाँ त धेरै त्यस्तो राति नै आउने बाटो छ। जस्तै काठमाडौँबाट उताबाट आउने भएपछि म नानी गाडी उताबाट पूर्वतिरबाट आउने भएपछि ल राति पुग्यो गाडी ढिलो गर्ने भन्न पनि सुहायो। तिम्रो यहाँबाट बिहान हिँड्छस् उस्तैबाट 12 बजी आइपुग्छ होइन। अनि त्यो राति भन्ने सकेसम्म छैन। तर इमिडिएटली बाई चान्स गाडी बिग्रेको अर्को खण्डमा चाहिँ के भयो त राति आए पनि मलाई फोन गर्ने होटेलमा नबस्ने, किनभने तेरो 1000 के अरे 500 रुपियाँ कोठा भाडा र 500 खाएको गरे पनि 1000 रुपियाँ गयो भने त्यो 1000 रुपियाँ सञ्चित गरिस् भने त यहाँ महिनाको यहाँ चाहिँ होस्टेलमा तिर्ने हुन्छ। किन घरबाट मगाउँछस्? पैसा सस्तो भएर त यहाँ आएको त होइन होला। मेरो छोरीले जागिर खान्छ कि मेरो छोराले जागिर खान्छ कि मेरो भाइले जागिर खान्छ, मेरो बहिनीले जागिर खान्छ कि भनेर तिम्रो चाहिँ बुवा आमा दाजुभाइले उहाँ विदेशमा बसेर हुन्छ कि हलो जोतेर हुन्छ कि इन्डियामा गएर घन ठोकेर हुन्छ कि होइन, जे गरेर भयो भने तिमीहरूकै लागि चाहिँ लगानी चाहिँ गर्नुभएको छ नि। अनि बुवा आमाको चाहिँ लगानी नदेख्ने, आफ्नो अभिभावकको लगानी नदेख्ने है। त्यो भएको भएर म तिमीलाई अझ त्यो 2 जना छुट्यो। अब त्यो 2 जना पछि सम्झाउँछु म। त्यही भएको भएर म तिमीलाई के भन्छु भने है, दायाँ बायाँ झै झगडा गर्ने अनि अनावश्यक पनि 10 रुपियाँ लगायो भने जे पायो त्यो खाने, त्यस्ता चिजहरू नगर्नु। भोलि भएर यहाँबाट यस्तो सकुशल छोरा छु मैले, त्यहाँ गएर बिरामी भएर डेङ्गु लागेकोलाई पनि उपचार गरेर क्लियर भएर पठाएको अहिले यहाँबाट मैले। घरबाट आउने बेला मेरो पेट दुखाएको छ, अनि मेरो ढाड दुखाएको छ, मेरो काँध दुखाएको छ, खुन दुखाएको छ, के यस्तो भन्दै आइस भने थाहा छ है तुले 18 गते आउँछस्, 19 गते फिजिकलको इक्जाम हुन्छ बिहान। किनभने फौजमा पनि यही हो, जब टोललाई छोडिन्छ भने त्यसको भोलिपल्ट उसले घरबाट कति फुर्तिलो भएर आछ अथवा घरबाट कति भएर आछ भन्ने हिसाबले पनि तिम्रो 19 गते फिजिकलको इक्जाम हुन्छ है। अरू इक्जाममा पास हुने कि फेल हुने त्यो आफै विचार गर। तेरो अस्तिको रिजल्ट छ होइन, त्यो रिजल्टभन्दा ग्रो हुनु पऱ्यो। त्यो रिजल्टभन्दा लो भयो भने त्यो अनुसारको सजायको भागीदार हुनेछ। अनि आचार संहिता होइन, होस्टेलको आचार संहिता छ नि, हो आचार संहिताभित्रभन्दा बाहिर पर्ने काम जुनसुकै भयो भने त्यो मान्छे कारवाही पर्छ। अनि किनभने 2-3 महिना तिमीहरू यहाँ टिक्न सक्दैनस्, यहाँको चाहिँ रुल्समा हिँड्न सक्दैनस् भने नेपाल आर्मीमा, नेपाल पुलिसमा, नेपाल जाने सशस्त्र पुलिसमा तिमीहरू जाने त्यत्रो जाने वर्ष कसरी टिक्न सक्छस्? त्यहाँ त झन् अनुशासन हुन्छ। यो त अनुशासनको एउटा थोरै तिमीलाई 50% मात्रै अहिले ऊ भएको छ होइन। त्यो त 100%को 100% जाने त्यतिखेर त लागू गर्नुपर्छ त्यो। अनि कसरी टिक्ने कि यहाँ होस्टेलमा नटिक्ने मान्छे फौजमा टिक्छ? त्यो भएको भएर यहाँको अनुशासन चाहिँ 100मा 100% चाहिँ तिम्रो नियम पालना गर्नु पऱ्यो। त्यही भएर ल सबैलाई पनि फेरि पनि अब ढिलो भएको छ है। अनि दाइ पनि आत्तिरहेको छ। अब भीमदाईको माथि जाने मान्छे त लगभग एउटै गाडीमा हुन्छ होला, भीमदाई पनि त्यही हुन्छ। अब उसकै कमान्ड हुन्छ, केही समस्या पऱ्यो भने उसलाई भन्ने, यदि त्यस्तो पऱ्यो भने तर आफै चाहिँ म हुन नलाने। अनि भीमदाई पनि है यो चाहिँ अलिक कम गर्नु, आफूलाई आफ्नो समस्या पनि छ होइन, मैले भनेको कुरा हो होइन। ल है सुने सबैजनालाई फेरि पनि विजयादशमी 2022 सालको होइन सुख शान्ति समृद्धि एवं उत्तर प्रगति कामनासँगै होइन हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु सबैजनालाई। विजयादशमी ह्याप्पी दसैँ है। ल सेफ जोर्नी टेक केयर है। ल थ्याङ्क यू सो मच। ल